गाइस मेरो स्कुलमा चाहिँ अब यहाँ के भन्छन् रे साइन्सको एक्जर्भेसन भइरहेको छ भनेर छन् के बना है के हो साथी यो चाहिँ हो हाम्रो अर्थक्वेक सेन्सर हैन नेपालमा धेरै ठाउँमा भूकम्पहरू गएको छ जहाँ जहाँ मान्छेहरू मरिरहेछ यो भूकम्प आएको नआएको थाहा छैन त्यही भएर मान्छेहरू अब यसले सेन्स गर्छ घरहरू हल्यो होइन घर हल्यो अनि यसले सेन्स गर्यो हामीले थाहा दियो हामीले आफ्नो सेफ्टीको लागि बाहिर जानुपर्छ खाली मैदानमा बसेर चाहिँ हामीले आफ्नो ज्यान बचाउन सक्छौँ एकदम राम्रो छ धन्यवाद साथी ल वेलकम साथी यो के साथी यो लन्च साथी लन्च लन्च गरेर ये फंस गया सीएम यो त बिचारा एकचोटि यो गराएर देखाउन यो रेस्पिरेटरी सिस्टम अफ होइन ह्युमन बिङ फोक्सो भन्छ जस्तै तिमीले सास भित्र लगाउने बेला चाहिँ फोक्सो यसरी फुल्छ यसरी फुल्लिन्छ अहिले हेर अहिले जब तिमीले सास फाल्छौ त्यति बेला यसरी घट्दै जान्छ यस्तो हुन्छ ए यस्तरी काम गर्छ अरे झूठ बोल रहा है ये झूठ बोल रहा है हो साथी साला ये दुख का खत्म नहीं होता अरे यार साथी यार यो चाहिँ हामीले काँचो होइन यो चाहिँ पानी जानेको लागि हामी माथि हुन्छ गाडीहरू जानेको लागि यो स्टेट हुन्छ नजिकैसँग जान्छ भन्ने ए गुड 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 राम्रो 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 ल त साथी है धन्यवाद साथी है साथी यो के हो यता यता ल्याउन रिलेटेड भयो यो न पाइसकिन्छ कन्भेक्स यो नि यो वाइन यसलाई इलेक्ट्रिक इनर्जी कन्भर्ट गर्छ जहाँ बढी हावा चल्छ नि यो हावा चलेर घुम्यो भने यो मोटरले इलेक्ट्रिक इनर्जी बढ्छ यो चल्दैन साथी चलाएर देखाइदेऊ न सिस्टम अफ लन्च हो यो चाहिँ एउटा बायोलोजी अन्तर्गतको एक्टिभेसन हो ह्युमन सम्बन्धीको सिस्टम अफ रेस्पिरेटरी सिस्टम अफसँग हो र यो चाहिँ लङ्स हो यो लङ्सले चाहिँ अक्सिजन र कार्बन डाइअक्साइड ग्यासलाई चाहिँ एक्सचेन्ज गर्ने गर्छ र यसलाई चाहिँ आजभोलि मान्छेहरू विभिन्न किसिमका नराम्रा चिजहरू खाने गर्छन् त्यसले गर्दाखेरि धेरै नै यो लङ्सहरू डिजिजहरू लङ्स डिजिजहरू देखा पर्दछ अब यसलाई चाहिँ मेन्टेन गर्न र हेल्दी रहनको लागि चाहिँ हामीले विभिन्न किसिमका राम्रो खानेकुराहरू खानुपर्ने हुन्छ अनि यसलाई चाहिँ हामीले अब राम्रोसँग राख्यो भने चाहिँ हाम्रो श्वास प्रश्वास प्रणालीमा सहज र सरल हुने गर्छ यो चाहिँ वाटर ट्रान्सफर अल्ट्रा हो जसलाई चाहिँ हामीले यसरी यो तारलाई चाहिँ यहाँ यसरी डुबाएर राख्यो भने चाहिँ यो बत्ती बल्ने र यो चाहिँ अलार्म बज्ने गर्छ ल ल थ्याङ्क यू है यो फेरि के हो एकदम यो चल्दैन ल ल हेर्नुलाई यो सिधा देखिन्छ तर यो चाहिँ माथिको ऐनाको कारणले यो के हो यो फेरि सर्कुलेट हुने नसा हो हजुर यहाँ फिगरमा फिगर दामी छ स्ट्रक्चर ऑफ हार्ट ह्यूमन तो सुधर जाओ, सुन लो मेरी बात, ठीक है? थोड़े मैनर सीख लो, एथिकेट सीख लो, तमीज सीख लो। Gracias.
पाचन प्रणालीको चित्र हो यो पुरा खै एकचोटि विचार गर्नु दामी रहेछ होला कत्रा एउटा पनि सिमलाई मुटु झिकिरहेको छ मुटु हो हिमन रहेछ खै साथी चेक गरौँ न विचार गरौँ न यहाँ यो नि फेरि राम्रो छ कस्तो काम गर्छ तर अहिले भ्याएको भइरहेछ अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। स्मार्ट सिटी त्यसको नाम के हो यता खिच न यार खिचिरहेको छु के यार टेन्सन नलिनु के रहेछ मोडेल किडनी हो यो दुईटा बन्छ किडनी नि साँच्चै अरे यो ड्यामेज होला पक्कै हो यो अलिक कालो कालो देखेछ नि लिभर भयो यो लिभर चिन्दिन यो के हो यो मुटु छ रियल मुटु ओके यो के हो के यो एउटा हेर भिलेज हो गाउँ वेलकम टु फुरफुरी नगर यहाँ वेलकम टु फुरफुरी नगर मोटिभेटलीको सहर सेकेन्ड फुरफुरी सेकेन्डरी स्कुल यो एउटा कल्पना गरेको एउटा गाउँ हो होइन यस्तो गाउँ होस् कि जहाँ एउटा अर्थक्वेक डिटेक्टर पनि होस् त्यसले अर्थक्वेक आउने बेला चाहिँ त्यसले साइलेन्सर बजेर सब मान्छेहरूलाई के गर्छ अलर्ट गर्नु अलर्ट गऱ्यो भनेपछि भन्छ सब मान्छेहरूले आफ्नो ज्यानहरू बचाउनलाई दिने पक्ष हुन्छ त्यसपछि यो फेरि एक्सप्लेन के गर्न सकिन्छ त्यसबाट के फाइदा छ त भनेर सही मजाले पढ एक हरित गिरो प्रभाव भेटिरहेको छ नि यो भिडियो सिके ग्रिन परेको हेर्नु अलिक घरमा पिटाछन् एउटा यो कल्पना पिसाब छान्ने ओके साँच्चै घुमाइदिनु नि दिस इज सोलर सिस्टम दिस इज अ सोलर सिस्टम हो अल केबुल चल्दैन केबुल कार खै रे फेरि अरू चाहिँ बनाउनु पर्छ कुनै अब्जेक्टलाई यस्तो डिटेक्ट गरेर यो के हो यो चल्दैन साथी होइन खै चलाम न एकचोटि साउन्ड ए यो हो के यार यो के एकचोटि साउन्ड दामी 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 साथी के रे साथी ओ तेरी यो त कता गजब छ हजुर यो कुन बिल्डिङ हो र साथी ए हो र रमाइलो बलक बनाएर आजको साथी यार पार्किङ हो अलिक एक्सप्लेन गरौँ न साथी भाइ अलिक एक्सप्लेन गरौँ न बनाएर चाहिँ एकदम बवालै देखाइदिँदै चाहिँ अझै सनलाइटले गर्दा यो सेन्सरहरू आफै बनिरहेको छ म एक्सप्लेन चाहिँ गरिदिन्छु है
यो चाहिँ हाम्रो के भनेपछि एउटा पार्किङ सिस्टम होइन यहाँ खाली छ यो पार्किङमा पार्क गर्ने ठाउँ खाली छ भने चाहिँ यो सिस्टमले हाम्रो सिस्टमले चाहिँ डिटेक्ट गर्छ अनि चाहिँ एउटा गाडी आयो भने चाहिँ हामीलाई यो ब्यारियर सुन्छ होइन ब्यारियर मिल्यो भने एउटा गाडी जान्छ अर्को गाडी जान्छ जति सिट छ त्यति जान्छ अब यहाँ खाली छैन नि अब चाहिँ अर्को कार आयो भने चाहिँ जान दिँदैन सरी पार्किङ फी भनेर देखाइन्छ भिडियो रहेछ कि साथी एउटा भिडियो खिच्छ न ए साथी यस्तो तरिका खासमा यस्तो तरिकाको बनाउनु खोज्छ नि यही भिडियो हो ए यही भिडियो 010101 यो कस्तो काम गर्छ एक्सप्लेन गरिदिनु साथी यो यसको गरौँ दादा म ए के रे साथी बाइनेरीमा 10 भनेको 0 भएको 1 भनेको 0001 2 भनेको 10 ए 3 भनेको 11 ए बडा 4 भनेको 110 5 भनेको 111 6 भनेको 6 भयो 7 भयो 8 9 यो एक्सप्लेन गरेको छ कि यो भिडियो यो खिचेको भइयो क्या भइयो एकचोटि लिएपछि भइहाल्छ यो के हो यो त घर भित्र लिएर ब्याग हो यो गयो कि गराइहाल्छ यो खासमा के हो यो अटोमेटिक एक्सप्लेन गरिदिनु न यो कसरी काम गर्छ साथी कसरी काम गर्छ अनि भित्र सेन्सर जति के हो What is this? चेक गरौँ न एकचोटि चेक यतातिर आउँदाखेरि पानी उतातिर जान्छ पानी उतातिर पानी यता जाँदा पानी यता जाँदा यो बिल्डिङ यता जाँदा पानी यता आउँछ होइन त्यसले ब्यालेन्स गर्छ कि अलिक कम गर्छ त्यो नेपालमा सम्भव सोचिलो अनि सस्तो IoT बेस्ड स्मार्ट होम अटोमेसनमा रहेर हामीले डोर ओपन सेन्सर ओपन गऱ्यो भने सेन्सरले चाहिँ लाइटिङ प्लस साउन्डिङबाट अनि रेन डिटेक्टर पानी परिरहेको छ कि छैन भनेर रेन डिटेक्टरले साउन्डिङ गरेको भाइब्रेसन गर्छ खै एकचोटि विचार गरौँ त्यो ए बडा यहाँ बच्चाको यहाँ बच्चाबाट स्पिरिटको रूपमा लाइटिङ पनि छैन खाएर परिलो त्यही छ सल्लाह सुझाव है के हो मलाई नजिक एक्सप्लेन गर्दैन यो चाहिँ प्योर छ साथी लोकल यो के हो नि भिडियो यो बन्ने प्रोसेस यो बन्ने यो कसरी बन्छ भनेर हामीले जाँड हो है यसमा हामीले रक्सी धेरै बाल्यहरूबाट पनि बनाउनु मिल्छ खाद्य पदार्थ जस्तै हाम्रो चामल अनि त्यसपछि एउटा गहुँ त्योबाट पनि भिडियो बनाउनु अनि यो हामीले बनाएको फ्रुटबाट फलफुलमा सुक्रोस भन्ने कम्पाउन्ड पाउँछ सुक्रोस भन्ने कम्पाउन्ड पाउँछ त्यसलाई हामीले मर्चा इस्ट प्रयोग गऱ्यौँ भने जाँड बनाउने औषधि जुन दबाई हाल्छौँ नि त्यो प्रयोग गऱ्यौँ भने फ्रुटोज र ग्लुकोजमा चेन्ज हुन्छ बिग्रिन्छ अनि फ्रुटोज भन्ने जुन कम्पाउन्ड छ त्यो चाहिँ फर्मेन्टेसन भइरह्यो भने रक्सी र कार्बन डाइअक्साइड ग्यास बन्न जान्छ अनि कार्बन डाइअक्साइड ग्यास यो हामीले उडेर जान्छ खोलेसी ढकन खोलेसी अनि यो रक्सी चाहिँ
रहिरहन्छ त्यसलाई नर्मली हामीले त्यो चाहिँ जाँडको रूपमा बुझ्ने गर्छौँ हाम्रो लोकल भाषामा बुझ्नुपर्दा जाँड भनेर बुझ्छौँ होइन अनि त्यही जाँडलाई चाहिँ हामीले यो सुन्तलाको भइगयो यो चाहिँ सुन्तलाको अनि यो चाहिँ अङ्गुरको कालो अङ्गुरको नि यो अहिले पोसिबल भएन ल्याबमा चाहिँ पोसिबल हुन्थ्यो होला अहिले चाहिँ बर्नर पनि साथ दिएन हामीलाई अनि यो बालेपछि यो उम्लिन्छ भ्यापर आउँछ जुन बाफ आउँछ त्यो बाफ इभापोरेसन हुन्छ अनि यो बाफ चाहिँ यहाँ आएर चिसिन्छ चिसेर योबाट थोपा गर्दै रक्सी खस्छ अनि यो हामीले बनाएको जुन रक्सी भएको यो रक्सी यही प्रोसेसबाट बनेको रक्सी यो स्याउको रक्सी